हेलो गुड मर्निङ गाइस है तपाईँहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा है वेलकम छ। अनि आज चाहिँ धेरै दिन भयो नि त है मैले भिडियोहरू नहालेको मेरो च्यानलमा। अनि त्यही भएर आज चाहिँ एउटा भिडियो लिएर आएको छु है। त्यो चाहिँ मेरो अलिकति प्लान्ट कटिङ गरेर चाहिँ है रोप्ने छु। अनि त्यही भिडियोहरू चाहिँ तपाईँहरूलाई म देखाउने छु है। अनि कुन चाहिँ प्लान्ट हो तपाईँहरूलाई देखाउने छु है। त्यो मेरो अलिकति कटिङ गर्नु छ, त्यो कटिङ गरेर चाहिँ तपाईँहरूलाई देखाउने छु। अनि धेरैजनाले मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु भएको छ, थ्याङ्क यू सो मच है मेरो भ्युवर्सलाई। अनि जतिजनाले लाइक कमेन्ट गरिदिनु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँहरूलाई पनि। यसरी नै सपोर्ट गरिदिनुहोस् है मेरो च्यानललाई। अनि ल त गाइस है, अब म चाहिँ तपाईँहरूलाई म कुन प्लान्टहरू कटिङ गरेको देखाउने छु है। अनि तपाईँलाई म कटिङहरू गरेको पनि देखाउने छु है। ल त गाइस, है मेरो यहाँनिर प्लान्ट हाउसमा आइसकेको छु है। अब चाहिँ यो प्लान्ट हाउस पनि धेरै सानो भएको कारणले गर्दाखेरि है हामीले चाहिँ यहाँबाट कटिङ गरेर चाहिँ है तल्लो हट हाउस ठुलो हट हाउसमा चाहिँ हामीले लाँदैछौँ है। किनभनेदेखि यहाँ चाहिँ अब आउँदैन नि त, जति कति हामीले कटिङहरू गरेपछि चाहिँ अब अहिले नै ज्यादा भएर होला है खचाखच भइसकेको छ है। त्यही भएर अब फेरि हामी चाहिँ यसलाई कटिङ गर्दै तल सिफ्ट गर्नेछौँ है। ल त गाइस है, कुन चाहिँ प्लान्ट चाहिँ म कटिङ गर्छु भन्दाखेरि चाहिँ हिजो अस्ति पनि मैले रिपोर्टहरू त गरेकै थिएँ है, तर पनि अब फेरि कटिङ गर्ने समय भयो नि त। अब तपाईँहरूले पनि कतिजनाले अब यसरी प्लान्टहरू लाउनु भएको छ है, जो बिगिनर्सहरू हुनुहुन्छ है उहाँहरूले पनि अब चाहिँ कटिङ गर्दा हुन्छ है। अब किनभनेदेखि अब चाहिँ गरम लाग्यो नि त, अब चाहिँ मर्ने चान्स कम हुन्छ। त्यही भएर तपाईँहरूले पनि कटिङहरू तपाईँको प्लान्टहरू छ भने कटिङहरू गर्नुहोस् है। कटिङहरू गर्दाखेरि चाहिँ अलिकति तपाईँलाई अलिकति तपाईँहरूले जानेको छैन भने अलिकति हेरेर नै कहाँ कटिङ गर्नुपर्ने है त्यो कुरो चाहिँ तपाईँहरूले जानेर बुझेर नै गर्नुहोस्। किनभने कटिङहरू गर्दाखेरि चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ नि त, कहाँ काट्नुपर्ने कहाँ नकाट्नुपर्ने है। त्यही भएर बिग्रिन्छ एक नम्बरमा त। त्यही भएर गाइस है, तपाईँहरूलाई अब हेर्नुहोस् म भिडियोलाई तपाईँहरूलाई कटिङ गरेको देखाउँछु है। यो चाहिँ मेरो होसेबन हो है, यो राम्रो भएको थियो, अहिले पनि राम्रो छ है। तर यो लामो भएको छ क्या, यो मैले मसपल हालेको थिइनँ, अब चाहिँ यसलाई म मसपलमै हाल्छु। यो अस्ति पनि मैले भिडियो बनाएको थिएँ है, त्यो चाहिँ मैले फेसबुकमा हालेको छु। अनि यो चाहिँ अब ठुलो भइसकेको छ नि त, त्यही भएर अब यसलाई चाहिँ म यसरी तेर्सो गएको छ क्या, यो चाहिँ ठाडो हुनुपर्ने, अब यो नभएको कारणले गर्दा याद पनि गरिन पनि हो, अब त्यही भएर यस्तो भयो। अब यसलाई चाहिँ मजाले बनाउनु पर्ने चाहिँ भेरिगेसन पनि राम्रो छ। ल त गाइस है, म कटिङ गर्छु। ल त हेर्नुहोस् है, यहाँ म कटिङ गर्छु है। तपाईँहरूले चाहिँ यस्तो यहाँबाट आउने साइड सुट चाहिँ तपाईँहरूले याद गर्नुपर्ने हुन्छ है। यसको यहाँतिरबाट आउँछ, किनभने यसलाई चाहिँ म यहाँनिर काट्छु है, किन यसको जरा पनि राख्नु पर्ने हुन्छ है। त्यही कारण यसलाई चाहिँ म यसरी काट्छु। यसरी काटेँ है, यसरी काट्नुहोस् है गाइस, तपाईँहरूले पनि यसरी काट्नुहोस्। चाहिँ जरा राम्रो हाल्नेको छ यसको चाहिँ, यसरी काट्नुहोस् तपाईँहरूले पनि। यसरी काट्नुपर्छ। तपाईँहरूको यहाँबाट काटेपछि चाहिँ यो साइडबाट चाहिँ अर्को सुट हान्छ है, यस्तोबाट यो जग्गा चाहिँ तपाईँहरूले पनि राख्नुपर्छ है, यसरी काट्नुपर्छ। यसरी कटिङ गर्नुहोस् है तपाईँहरूले पनि यसरी। यो चाहिँ टप कटिङ हो है, यसलाई चाहिँ म अहिले रोप्ने छु यो लगेर है। अनि यो पनि छ,
यसलाई चाहिँ म रिपोर्ट गर्नेछु है। यसलाई मसपल पनि हाल्नुपर्ने छ गाइस, किनभने यो अघि जस्तो 1300 भएर आउँछ क्या। फेरि यसलाई चढ्ने जग्गा चाहिँ बनाइदिन भने चाहिँ यो पनि त्यस्तै लड्छ। त्यो भएर अब चाहिँ म यसलाई पहिला भरिहाल्छु है, किनभनेदेखिलाई यसलाई चाहिँ हामीले कटिङ गरेकोलाई चाहिँ हामी रोपिहाल्छौँ। त हेर्नुहोस् है गाइस, यहाँ उयो पनि रेडी भइसकेको छ है, मल पनि मिक्स सब गरिसकेको छु, रेडी भइसकेको छ। अब चाहिँ भर्ने काम मात्रै छ। ल त गाइस है, अब चाहिँ म चाहिँ यसलाई भर्ने छु है। त्योभन्दा पहिला चाहिँ यो जुन चाहिँ हामीले कटिङ गरेको छ है, तपाईँहरूले पनि यसमा चाहिँ कि तपाईँको फङ्गिसाइड के छ है, तपाईँहरूले बेबिस्टिनहरू युज गर्न सक्नुहुन्छ। तपाईँकोमा केही त्यस्तो कुरो फङ्गिसाइड छैन भने चाहिँ तपाईँले कोइला है, चारकोल पनि युज गर्न सक्नुहुन्छ यसरी पाउडर बनाएर। यस्तो पाउडर बनाएर चाहिँ तपाईँहरूले यसमा जुन चाहिँ यो काटेको जग्गामा चाहिँ यसले पनि फङ्गिसाइडको काम गर्दो रहेछ है। तपाईँहरूले पनि यसरी नै यिनीहरूलाई चाहिँ यसरी गर्नुहोस्। यहाँबाट चाहिँ तपाईँको कुनै डर हुन्छ नि त, त्यही भएर यसरी राख्नुहोस् है। सबलाई यसरी चारकोल युज गर्नुहोस् है, चारकोल पाउडर है, लाउनुहोस्। यसरी लाउनुहोस् है गाइस तपाईँहरूले पनि। अब चाहिँ म यसलाई भर्नेछु है, यसरी तपाईँहरूले पनि माटो हाल्नुहोस् यसरी। अनि यो चाहिँ मैले पिभिसी पाइप युज गरेको छु गाइस है, तपाईँहरूले यसरी युज गर्नुहोस्, राम्रो हुँदो रहेछ यसरी चाहिँ। अब चाहिँ यो भरेपछि चाहिँ म चाहिँ यो चाहिँ मेरोमा मस छ है। अब यो मस चाहिँ म यो फिक्सको पछाडिपट्टि लाउँछु है, र यो चाहिँ यहाँनिर क्लाइम गरोस् भनेर त्यसरी लाउँछु। तपाईँहरूले यो खोजेर लाउन सक्नुहुन्छ है, जङ्गलतिर पाइहाल्छ। यो चाहिँ रुख राम्रो लाग्छ नि त, यस्तो लाउने छु चाहिँ। भयो है, यस्तो हुन्छ। हेर्नुहोस् है, यस्तो हुन्छ है, यसरी अड्काउनु पर्ने हुन्छ। तपाईँहरूले पनि यसरी अड्काउनुहोस्। यसरी ब्याक साइडमा मैले यस्तो केबल बान्ने उयोले अड्काएको छु है, यसले चाहिँ हल्लिनु दिँदैन। अनि मसलाई पनि रोक्ने काम गर्छ। अनि यहाँनिर जति बढ्दै गयो तपाईँहरूले मस यसरी थप्दै 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 गएर यसरी बान्दै जाँदाखेरि राम्रो पनि देख्छ है। ल त गाइस है, मैले चाहिँ अब यो प्लान्ट भरिसकेँ है, तपाईँहरूलाई देखाउने छु। स्थली भएको छ है, म चाहिँ यस्तो राम्रो हुन्छ। यसरी लगाएर चाहिँ तपाईँहरूले पनि यस्तो छ भने चाहिँ तपाईँहरूले पनि युज गर्नुहोस्, मसफुल बनाउनुहोस्। अनि यसरी राम्ररीसँगले राख्यो भने चाहिँ राम्रो देख्छ।
तपाईँहरूलाई कसैलाई यस्तो प्लान्टहरू चाहिएको छ भने चाहिँ तपाईँहरूले अर्डर पनि गर्न सक्नुहुन्छ है अवश्य भनौँ। ओके ओके गाइस है, अब चाहिँ मेरो भिडियोलाई पनि यहाँनिर स्टप गर्नेछु है। अनि आउँदो दिनहरूमा तपाईँहरूलाई कुन चाहिँ भिडियोहरू लिएर आउँछु तपाईँहरूलाई म देखाउने छु है। के कस्तो मैले प्लान्टको भिडियोहरू बनाउँछु तपाईँहरूलाई देखाउने छु है। त गाइस है, बाई बाई सबैजनालाई।